हाम्रो आज 2022 सालको कार्तिक महिनाको भगवती भाइटिकाको दिनको बाद देउसी भैलो कार्यक्रम भइरहेको छ र कोही दाजुभाइ तथा दिदीबहिनीहरू नाचिराख्नु भएको छ। सोही नाचलाई आनन्द लिएर हाम्रा हाडीखोला गाउँ परिवारको दाजुभाइहरू हेरिराख्नु भएको छ, आनन्द लिइरहनु भएको छ। कतिको रमाइलो भइरहेको छ तपाईँलाई? एकदम रमाइलो भएको छ। धेरै मान्छे आउने क्रम जारी छ। हाम्रो दाजुभाइहरू यहाँ देख्न सक्नुहुन्छ। हाम्रो दाजुभाइ र अहिले हाम्रो अब हाडीखोला गाउँ परिवारका सदस्यज्यूहरू चाहिँ यो मगरको चलनले सगुन भनिन्छ होइन, यो सगुन लिइराख्नु भएको छ। तपाईँहरूलाई कतिको आनन्द आइरहेको? वर्ष दिनको चाडमा बाबु यसरी खानु पाउनु रमाइलो गर्नु भने त हाम्रो संस्कारको कुरा हो, त्यो गर्नुपर्छ। तपाईँहरू अब कति बजेसम्म कार्यक्रमको निश्चित समय छ कि छैन? कार्यक्रम त अब यो रमाइलो गर्ने हो, समय भन्ने फिक्स हुँदैन, 1-2 घन्टा जान्छ। भनेपछि समयको फिक्स छैन। जसलाई जतिखेर मन लाग्यो कि आयोजक समितिको समय छ कि छैन तपाईँहरूको? कतिखेर मन लाग्यो भन्ने चाहिँ हुँदैन, तर समयको पाबन्दी अनुसार हामी मनोरञ्जन गर्ने अनि आफ्नो भन्नाले तपाईँहरू एकदम खुसी हुनुहुन्छ? एकदमै खुसी। ल है त, यहाँलाई धेरै धेरै धन्यवाद।